सो आज चाहिँ म यो हामीले रोपेको गाजर अलिकति हार्भेस्ट गर्न गइरहेको छु फर्स्ट टाइम। अलिकति बाक्लो भएको छ। सो बिचबिचबाट बाक्लो भएको चाहिँ उखालेर हेरौँ कस्तो भएको छ हाम्रो गाजर। हिजो मैले एउटा निकालेर हेरेको थिएँ अनि टेस्ट गरेको थिएँ, एकदमै गुलियो छ, एकदमै राम्रो छ यो। नट ब्याड। सो अलिअलि बाक्लो बाक्लो भएको ठाउँबाट चाहिँ निकालेर नाइस। एउटा पुटुङ्ग्रे पनि आएछ। ओ यो चाहिँ अलि ठुलो देख्दैछु म। सो यो पनि निकालेर हेरौँ। अर्को पनि हेरौँ। सो गाजर चाहिँ मैले आफ्नो बेबीलाई चाहिँ सानोदेखि खुवाउने गरेको छु। उसलाई चाहिँ सबै खानामा मैले दिने गरेको छु, हेर्न सक्नुहुन्छ। नाइस। यो राम्रै साइजको भएको रहेछ। मैले चाहिँ यत्रो होला भनेर चाहिँ एक्सपेक्ट गरेको थिइनँ। सो आजको हाम्रो क्यारेट चाहिँ मैले यति हार्भेस्ट गरेँ। एकदमै राम्रो भएको रहेछ, सोचेको भन्दा पनि राम्रो भएछ। सो हाम्रो लसुन र प्याज पनि अब केही दिनमा हामीहरू चाहिँ हार्भेस्ट गर्नेवाला छौँ। अलिअलि यो धनियाँ पनि म टिप्न जाँदैछु। यो हाम्रो एकदमै लोकल धनियाँ हेर्न सक्नुहुन्छ। लोकल धनियाँ नभएको खाना त के नै मिठो हुन्छ र। सो यसपालि चाहिँ हाम्रो धनियाँ एकदमै राम्रोसँग भयो। यहाँ यो स्प्रिङको फुलहरू पनि मजाले फुल्दैछ। नाम चाहिँ थाहा भएन मलाई। सो सबै यो हाम्रोमा यो लिली पनि कस्तो मजाले फुल्दैछ। अब धेरैवटा ठाउँमा रोपेको छौँ हामीले चाहिँ। सो यहाँ पनि मजाको कोपिला लाग्दैछ। सो यहाँ पनि हेर्न सक्नुहुन्छ लिलीको कोपिला लाग्दैछ। त्यसै गरेर यहाँ पनि हाम्रो कोपिला रेडी छ। सो आजको लागि चाहिँ यो भिडियो यतिमै टुङ्ग्याउँछु म। हस् त, बाई बाई।